आखिर को हुन् त गुण्डा नाइके चक्रे मिलन? किन उनको नाम सुन्ने बित्तिकै आतंकित छ समाज? किन उनको पक्राउलाई लिएर सुरक्षा क्षेत्रका अधिकारी नै चनाखो बन्छन् र किन मिडियाका हेडलाइनहरू उनकै नामले भरिन्छन्? अनि चक्रे मिलनलाई एमालेकै प्रभावशाली नेताहरूको साथ अनि भरोसा के का लागि? चक्रे मिलन नाम अहिलेका टिनएजर्सहरूका लागि खासै डराउनु पर्ने नाम होइन, किनकि उनीहरूले चक्रे मिलन, दीपक मनाङ्गे, कुमार घैटे, चरीहरूको गुण्डागर्दी आँखाले देख्न पाएनन्। तर उमेरले 30 नाघेकाहरूलाई यो नाम चिर परिचित नाम हो। चक्रे मिलनको एरिया महाराजगञ्ज थियो, दीपक मनाङ्गेको ठमेल। यी दुई नाम गुण्डागर्दी क्षेत्रमा एक अर्काका दुश्मनी जस्तै थियो। यी दुईको ग्याङ आपसमा काटमार गर्थे, आफ्नो एरिया विस्तारमा जे पनि गर्न पछि पर्दैन थिए। लुटपाट, ठगठाग अनि असुली यिनीहरूको धन्दा थियो। यसै गरी मनज्ञ कमाई हुने भएपछि उनीहरूको ग्याङमा सदस्यहरू थपिँदै जान्थे। उनीहरूकै पृष्ठपोषणबाट कुमार घैटे, दिनेश अधिकारी, चरी, राजु गोर्खाली लगायतका सेकेन्ड लेयरका डनहरूको जन्म भयो। तर नेपालमा जति पनि गुण्डाहरूको जन्म भयो उनीहरूको मुहान चक्रे मिलन अनि दीपक मनाङ्गे नै थिए भनेर प्रहरीहरू बताउँछन्। अहिले चाहिँ चक्रे मिलनको कुरा गरौँ। चक्रे मिलन बारे थाहा पाउन 2 दशक पछाडि अर्थात् 2060 को दशकमा फर्किनुपर्छ। लाहुरे सैनिकका छोरा मिलन गुरुङ चक्रपथमा बस्थे। चक्रपथ क्षेत्र उनको एरिया भएकैले चक्रे मिलन उनको उपनाम बन्यो। महाराजगञ्जमा राजपरिवारलाई समेत प्रभावमा पारेका चक्रे मिलनले ठेक्का पट्टामा हस्तक्षेप बढाउन थाले। उनी 2046 पछि एमालेको राजनीतिमा लागे। त्यसपछि राजनीतिक आडमा आफ्नो समूहलाई सक्रिय बनाउन थाले। एमाले नेता प्रदीप नेपालको घरका सदस्य जस्तै बनेका उनले चक्रपथसँगै चाबहिल र गोङ्गबु क्षेत्र कब्जामा लिए। गोङ्गबु हुँदै उनी ठमेलमा साम्राज्य विस्तार गर्न चाहन्थे, तर त्यहाँ दीपक मनाङ्गे थिए। मनाङ्गेले गोङ्गबु बालाजुदेखि भित्र कसैलाई प्रवेश गर्न दिँदैन थिए। उनी ठमेलका एकमात्र डन थिए। साम्राज्य विस्तारकै क्रममा यी दुई कहिल्यै मिलन बिन्दुमा पुग्न सकेनन्। पूर्व डिआइजी केशव अधिकारी 2061 सालतिर जिल्ला प्रहरी कार्यालय ललितपुरको प्रमुख थिए। अनुभव सुनाउँदै उनी भन्छन्, चक्रे मिलनलाई कर्तव्य ज्यान कसुरमा मैले समातेको थिएँ। त्यति बेला सोधपुछ गर्दा दीपक मनाङ्गेसँग दुश्मनी बढ्दा हामी सधैँ गुण्डा भयौँ, सुध्रिन सकेनौँ। दीपक मनाङ्गे र मेरो बीचमा वार्ता गराइदिनु पर्यो भनेर अनुरोध गरेका थिए। मैले सोद्धाखेरि लामो कुरा भयो। मलाई त त्यो बेला त उसको कुरा सुन्दा निकै सज्जन जस्तो लाग्थ्यो। हुन त प्रहरी हिरासतमा त सबै त्यस्तै हुन्छन् होइन, सज्जन बन्न खोज्छन् होइन प्रहरी हिरासतमा। तर मैले धेरै कुराहरू सोधेँ अनि लास्टमा अब चक्रे मिलनजीलाई थाहा छ कि छैन है, उहाँलाई सम्झना छ कि छैन, उहाँले मलाई के भन्नुभयो भने मैले सोधेँ तपाईँको र राजीव गुरुङजीको बिचमा के हो यो भन्दाखेरि लामै गफ भएको थियो होइन। अहिले समयले दीपक मनाङ्गे राजीव गुरुङको बिचमा के हो यो, तपाईँहरूको हात छिनाल्ने के चाहिँ काण्डहरू पनि भयो त्यो बेला भन्दा होइन सर, उहाँको र मेरो पहिलेदेखि नै अब लामै उहाँसित मेरो कुरा भयो। लास्टमा अब चक्रे मिलनले चाहिँ के अरे सम्झिनुहुन्छ कि सम्झिनुहुन्न, उहाँले मलाई के भन्नुभयो भने हामी दुईजनाको चाहिँ नि मिलापत्र भएको राम्रो हजुर, नभए कुनै बेला ऊ नरहला कि म नरहला होइन। यो कुरो मैले